स्वागत छ। आज हामी नवल रविकान्तको त्यो चर्चित ट्विट स्टर्म छ नि, भाग्यले होइन कसरी धनी बन्ने हो, त्यसैमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, यो उनको युट्युब भिडियोको ट्रान्सक्रिप्टमा आधारित छलफल हो, जहाँ उनले आफ्नो विचार अझै प्रस्ट्याएका छन्। हाम्रो लक्ष्य चाहिँ के हो भने श्रोतालाई सम्पत्ति, पैसा अनि त्यो स्ट्याटस भन्छ नि, सामाजिक प्रतिष्ठा हो, त्यसको फरक बुझाउने अनि भाग्यमै मात्र भर नपरी कसरी सम्पत्ति बनाउन सकिन्छ भन्ने व्यावहारिक कुराहरू पहिले आउने। त्यसो भए सुरु गरौँ है त। पहिलो कुरा, सम्पत्ति र प्रतिष्ठा बीचको त्यो आधारभूत भिन्नताबाट। नवलको पहिलो तर्क नै यही हो। सम्पत्ति भनेको पोजिटिभ सम खेल हो, मतलब सबैले जित्न सक्ने। जस्तै तपाईले कुनै नयाँ प्रविधि बनाउनु भयो, त्यसले तपाईलाई पनि फाइदा भयो, अरूलाई पनि भयो। हो नि। तर सामाजिक प्रतिष्ठा त्यो अलि फरक छ। त्यो जेरो सम ग्रिल जस्तो, एकजना माथि जाँदा अर्को तल झर्ने, को ठुलो को सानो भन्ने प्रतिस्पर्धा। यो त निकै पुरानो खेल जस्तो भयो। एकदम। नवल भन्छन् यो खेलबाट टाढै बस्नु बेस, किनकि यसले रिस र द्वेष मात्रै बढाउँछ। बरु सम्पत्ति सृजनामा ध्यान दिनु राम्रो। निकै रोचक कुरा। यसले हामीलाई पहिलो मुख्य विचारमा पनि पुर्याउँछ। सम्पत्ति कमाउनु भनेको भाग्य मात्रै होइन, यो त एउटा सिप पो रहेछ, सिक्न सकिने हो। उनले त यहाँसम्म भन्छन् नि, यदि उनको सबै सम्पत्ति गुमियो भने पनि अनि उनलाई कुनै अङ्ग्रेजी बोल्ने देशको सडकमा छोडियो भने पनि उनी 5-10 वर्षमा फेरि धनी बन्न सक्छन् रे। हो र, किनकि त्यो सिप उनले विकास गरिसके। हजुर, ठ्याक्कै त्यो क्षमता। भाग्यको भूमिका त हुन्छ, तर कस्तो भाग्य भन्ने कुरा छ। उनले 4 किसिमको भाग्यको कुरा गर्छन्। एउटा त भयो अन्धो भाग्य, चिट्ठा परे जस्तो, त्यसमा भर पर्नु त मूर्खता भइहाल्यो। हो नि। तर अरू भाग्यका प्रकारहरू छन् जुन हामी आफैले सृजना गर्न सक्छौँ। अवसर खोजेर, मेहनत गरेर, आफ्नो विशिष्टता बनाएर, सही दिशामा लागेर, मतलब भाग्यलाई आफ्नो पक्षमा पार्ने वातावरण बनाउन सकिन्छ। त्यसो भए त्यो सिपको पहिलो खुड्किलो के हो त? मान्छेहरू कति धेरै काम गर्छन् तर सबै धनी बन्दैनन् नि। हो, किनकि उनीहरू आफ्नो समय बेचिरहेका हुन्छन्। नवलको अर्को मुख्य तर्क आउँछ इक्विटी, मतलब स्वामित्व। स्वामित्व? के को स्वामित्व? कुनै व्यवसाय, सम्पत्ति वा बौद्धिक सम्पत्तिको सानो अंश भए पनि सोच्नुस् न, रुखको फल मात्र बेच्ने कि रुखकै सानो हिस्साको मालिक बन्ने। मालिक बन्दा त आफूले काम नगर्दा पनि? हो, त्यो रुखले वा व्यवसायले कमाएको फाइदाको अंश आउँछ। यसले तपाईको कमाईलाई तपाईले खर्चेको समयबाट स्वतन्त्र गराउँछ। बुझेँ। इक्विटी चाहियो, तर सानो स्वामित्वले मात्रै त ठुलो सम्पत्ति कसरी बन्छ र? त्यसलाई बढाउन के गर्ने? त्यसका लागि चाहिन्छ लिभरेज। यो भनेको तपाईको प्रयास वा निर्णयको असरलाई कैयौं गुणा बढाउने औजार हो। लिभरेज कसरी? परम्परागत रूपमा त पुँजी र श्रमलाई लिभरेज मानिन्थ्यो, पैसाले अरूलाई काम लगाउने वा पैसा लगानी गर्ने। तर अहिलेको जमानामा सबैभन्दा शक्तिशाली लिभरेज हुन् कोड र मिडिया। कसरी, अलि प्रश्न पार्नुस् न। यी पर्मिसनलेस लिभरेज हुन्, मतलब अनुमति चाहिँदैन। एउटा सफ्टवेयर लेख्न वा एउटा भिडियो बनाउन तपाईलाई कसैको अनुमति चाहियो परेन नि? परेन। तपाईले एकपटक बनाएको सफ्टवेयर वा सामग्रीले लाखौं मानिसका लागि तपाई सुतिरहेको बेला पनि काम गरिरहन सक्छ। यो त आफ्नै सानो रोबोट सेना जस्तै भयो। हो त। तर यो लिभरेज चलाउन त केही विशेष खुबी चाहियो होला नि? एकदम। यसलाई नवल विशिष्ट ज्ञान, स्पेसिफिक नलेज भन्छन्। यो त्यस्तो ज्ञान हो जुन कक्षामा सजिलै सिकाइँदैन। अनि कसरी पाइन्छ त यो? यो तपाईको भित्री जिज्ञासा, रुचि र अनुभवबाट आउँछ। तपाईँ जे कुरामा साँच्चै रमाउनुहुन्छ त्यसैमा गहिरिँदै जाँदा यो विकसित हुन्छ। बजारले खोज्ने तर सजिलै नपाइने ज्ञान। भनेपछि हामी सबैमा केही न केही त्यस्तो हुन सक्छ? र यसलाई अझै शक्तिशाली बनाउने तरिका हो स्किल स्ट्याक, मतलब फरक सिपहरूलाई एकै ठाउँमा जोड्ने। जस्तै तपाईँ राम्रो प्रोग्रामर हुनुहुन्छ अनि राम्रो लेख्न पनि सक्नुहुन्छ। यी दुईटाको संयोजनले तपाईलाई अरूभन्दा फरक बनायो। बुझेँ। तर विशिष्ट ज्ञान र लिभरेज पाउन त जोखिम पनि लिनु पर्ला नि? अवश्य। त्यसैले नवल जवाबदेहिता, एकाउन्टेबिलिटीको कुरा गर्छन्। यसको अर्थ हो आफ्नो नाममा सार्वजनिक रूपमा जोखिम उठाउने। असफलताको जिम्मेवारी पनि लिन तयार हुने? हो,
जब तपाईँ आफ्नो नाममा केही गर्नुहुन्छ, मान्छेले विश्वास गर्छन् वा गर्दैनन्। यही जवाबदेहिताले तपाईँलाई इक्विटी र लिभरेजको अवसर दिलाउँछ। ठूलो जोखिमले ठूलो प्रतिफलको ढोका खोल्छ। जोखिम लिँदा त सही निर्णय लिनु झनै महत्त्वपूर्ण भयो नि, होइन त? हो, र त्यही हो निर्णय क्षमता, जजमेन्ट। खास गरी जब तपाईँसँग लिभरेज हुन्छ, सानो निर्णयले पनि ठूलो असर पार्छ। यो क्षमता कसरी विकास गर्ने त? यो रातारात आउने कुरा होइन। अनुभव, आधारभूत सिद्धान्तहरूको गहिरो बुझाइ अनि भावनात्मक स्थिरताबाट आउँछ। नवल भन्छन्, पढ्ने बानी, खास गरी आधारभूत कुराहरू गणित, विज्ञान, अर्थशास्त्र, दर्शन पढ्दा यसले मद्दत गर्छ। यी सबै कुरा सुन्दा त यो एकदमै लामो समयको खेल जस्तो लाग्यो। बिल्कुल। नवल दीर्घकालीन खेल खेल्न जोड दिन्छन्। सम्बन्ध होस् वा व्यापार, लामो सोच राख्ने मान्छेहरूसँग काम गर्दा विश्वास र फाइदा दुवै चक्रवृद्धि रूपमा बढ्छ। अनि अर्को कुरा मौलिकताको पनि कुरा थियो। हो, अथेन्टिसिटी। अरूको नक्कल गरेर प्रतिस्पर्धामा फस्नुभन्दा आफू जे हो त्यही प्रस्तुत गर्दा तपाईँ अद्वितीय बन्नुहुन्छ। हो नि। इन्टरनेटको जमानामा तपाईँको त्यो सानो विशिष्ट रुचिमा पनि दर्शक वा ग्राहक भेटिन्छन्। कोही पनि तपाईँ जस्तो बन्न सक्दैन। त्यसो भए नवलको सन्देशको सार के भयो त? छोटकरीमा सारमा, सम्पत्ति बनाउन भाग्यलाई दोष दिएर बस्ने होइन, बरु इक्विटी खोज्ने, लिभरेज प्रयोग गर्ने, विशिष्ट ज्ञान विकास गर्ने, जवाफदेहिता लिने, निर्णय क्षमता तिखार्ने, मौलिक बन्ने र लामो समयको सोच राख्ने, यी सिपहरू विकास गर्नु पर्यो। र अन्त्यमा त्यो एउटा शक्तिशाली विचार थियो नि, आफूलाई उत्पादन बनाउनुहोस्। हो, प्रोडक्टाइज योरसेल्फ। यसको अर्थ हो तपाईँको अनुद्वितीयता के हो चिन्नुहोस् अनि त्यसलाई श्रम, पुँजी, कोड वा मिडिया जस्ता लिभरेज प्रयोग गरेर धेरैभन्दा धेरै मान्छेसम्म पुर्याउने बाटो खोज्नुहोस्। सम्पत्ति कमाउनु भनेको तपाईँले के गर्नुहुन्छ भन्ने मात्र होइन। यो तपाईँ को हो भन्ने कुराको विस्तार हो। तपाईँको मौलिकता नै तपाईँको सबैभन्दा ठूलो सम्पत्ति बन्न सक्छ। अब श्रोताहरूले सोच्ने पालो, तपाईँमा त्यस्तो कुन विशिष्ट ज्ञान वा सिप छ जसलाई कोड वा मिडियाको लिभरेज दिएर तपाईँले हजारौं मानिसका लागि उपयोगी उत्पादन बनाउन सक्नुहुन्छ।